हराइयो यसले कता कता लिएर आयो स्तुपा भनेर जङ्गलमा। देखो भाई साहब हम इधर है और हमारे पास मैं हूँ और ये चुतिया लोग यता कस्तो लागिरहेको छ तपाईँ यस्तो मैले यस्तो दामी ठाउँमा तँलाई फ्रीमा ल्याउँदाखेरि कस्तो लागिरहेको छ भन्दा दुईजना आज टक्क लाएर धेरै पछि कति पछि थियो 3-4 वर्ष 3 वर्ष त भइसक्यो कलेज पढ्दैछु बल्ल फर्स्ट टाइम भेटेँ अन्त कहाँ जाने भनेर होइन यहाँ गइदिउँ भनेर नि आइदियो यहाँ बस्नु ये सिंगल है किसी को चाहिए तो मेरे को बोलो और देखे के अरे महर छु मेरो जुन तिम्रो नजर ओ महर छु मेरो जुन तिम्रो नजर हो चिनारे खा। ल अब हामी चाहिँ टक्क लगाएर यो घुमेर अनि निस्किन लागेको छौँ। कस्तो लाग्यो त तँलाई यहाँ आएर? एकदम रमाइलो अनि सबजना यहाँ आउनु होला घुम्न अनि हामी त घुमियो अरू केही अनि हामी दुईजना घुमियो अनि गइरहेछौँ। यहाँ देख्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो फुलहरू पनि छ यता अनि अर्को फुलहरू पनि छ धेरै प्रकारका फुलहरू छन् अनि नहाँस्नु न यस्तो राम्रो राम्रो अनि तपाईँहरू यहाँ ध्यान दिएर जानु होला यहाँ के खाने हो है त्यही नै यता खाउनु स्पोन्सर यो हो आजको हजुर बाउलाई मागेर आएको तैँले अनि वसुन्धरा पनि किन्यौँ हामीले टक्क लगाएर वसुन्धरा साला भरे बेलुका युट्युबमा आउँछ हेर त्यहाँ सब्सक्राइब गरेर युट्युब छ तेरो छ त मेरो युट्युब च्यानल भरे एडिटिङ गरेर हाल्छु भने जाँगर चल्यो भने हाल्छु जाँगर चल्यो भने त्यही हामी अब जाँदैछौँ। यहाँ चाहिँ अब नयाँ रेस्टुरेन्ट चाहिँ मैले ल्याएर चाहिँ वर्ष चाहिँ यसले यहाँ गर्लफ्रेन्ड लिएर आउँछु भनिरहेको छ हामी चाहिँ निस्किन्छौँ। यहाँ चाहिँ पार्किङ छ टक्क लगाएर यहाँ यी हरियाली भ्यू दामी देखिरहेको जङ्गल टक्क लगाएर नेटै चल्दैन यार कहाँ चल्छ त यस्तो डाँडातिर अनि अब यहाँ टक्क लगाएर यहाँ मेरो बाइक यहीँ छ अब हामी यसमै जान्छौँ होइन गाई छ अहिलेलाई चाहिँ यति नै यसले चाहिँ अब मेरो बाइक चलाउनु लगाएर हेरौँ साला रोड यता हो फेरि यता लान्छ कि भन्ने मलाई पिर लागिरहेको छ अब हेरौँ मैले कतिको मान चलाउँदो रहेछ सक्छस् नि सक्न त सक्छस् नि सक्न त चाबी नै मैसँग छ है ल भाइ मोज गर अब त जा गर्लफ्रेन्डसँग जा यहाँ साला तलसम्म चाहिँ मलाई नि लिएर जा फेरि अहिले नै गइस् भने त दामी ह्यान्डसम देखाएको छ यार मेरो बाइकमा तँलाई दामी देखाएको छ लडाउनु चाहिँ नलडाए अघि भर्खर 2500 रुपियाँ खर्च गरेर आएको छु मा साला फेरि